अब के गर्नु पर्यो भने मुखियाको पहिलो दायित्व के हो भने मुखिया भनेको यहाँको सरकार प्रमुख हो कि नै यो राउटे समुदायलाई दुःख बिराम हुँदा यिनलाई रेखदेख गर्ने यिनलाई पाल्ने अनुशासनमा राख्ने यिनलाई सिकाउने सबै मुखियाले हो कि नै त्यही भएर मुखियाले के गर्नु पर्यो भने तपाईँहरू यहाँ बस्नु भएको छ चाडबाडको अवसर छ हो किन दसैँ भयो तिहार आउँदैछ अब यो फेरि बाटो भयो हेर्नु मूल बाटो अब यहाँ त नाना थरीका मान्छेहरू हिँड्छन् राति हिँड्छन् दिउँसो हिँड्छन् हर्न बजाउँदै हिँड्छन् कोही के गर्छन् अनि कोही केटाहरू ल हजुर ल केटाकेटी ल 5 रुपियाँ लौ 10 रुपियाँ लौ म तिम्रो फोटो खिच्छु भन्छन् यस्तो बच्चा बच्चा नाना विचार यदि सामनाले के थाहा हुन्छ खिच्छन् उ गर्छन् कस्तो मान्छेले खिच्यो फोटो जस्तो अब कोही जिल्लाबाट पत्रकार आएको छ तिमीलाई खिच्न दिनु पनि पर्यो अब आज त सामाजिक विकास मन्त्रालयबाट आउनु भएको छ उहाँलाई पनि दिनु पर्यो तर जो पाए त्यसलाई फोटो खिच्न दिने अनि 10 रुपियाँ मागेर 20 रुपियाँ ल्याएर पैसा दिएर फोटो खिच्न दिने होइन होइन यो कुरालाई तपाईँले चाहिँ अलि पढाइ गर्नु पर्यो भोलिदेखि यहाँ ठ्याक्क अगाडि एकजना मान्छेलाई ड्युटी बसाल्नु तपाईँ यत्रो हुनुहुन्छ त एउटा 2 घन्टा ड्युटी गरेर काफी छ त ठ्याक्कै राति 8 बजीदेखि उता यता हाम्रो चाहिँ बच्चा बच्ची पनि हुन नजाने अनि उता पर नि ज्ञानी यता मात्रै हो कि हाम्रा पनि हुन नजाने उताको पनि यहाँ नआउने यहाँ आयो भने यता नआउने अनि आयो भने त्यहाँ बसेर ड्युटी गर्ने मान्छेले सोध्ने किन आउनुभयो के को लागि आउनुभयो तपाईँ कुन अफिसबाट आउनुभयो कि हामीलाई सहयोग गर्न आउनुभयो कि के गर्न आएको भनेर बुझ्नु त पर्यो नि हो कि के समिति हो कि यहाँको के वनको समिति हो कि वडाको अध्यक्ष हो वडा कार्यालयको हो कि हो त्यो त बुझ्नु पर्यो कोही राउटे समुदायलाई सहयोग गर्न आएको पनि हुन्छ सङ्घ संस्थाको हुन्छ उहाँहरूलाई स्वागत पनि गर्नु पर्यो तर जो पाए त्यही आएको मान्छेलाई यहाँ आउने हेर्नको रहरले फोटो खिच्ने भिडियो हाल्ने यताउता गर्ने बुझेको मान्छे एउटा राम्रो पत्रकार आयो भने त उसले राम्रो कुरा हाल्छ त्यो त राम्रो कुरा छ नि त देशभरिको मान्छेले देख्छ सहयोग गर्न आउला राउटे परिवारका सबैलाई सहयोग होला हो नि अब जस्तो पाए त्यस्तै मान्छे आएपछि जस्तो पनि हालिदिन्छु यो कुरालाई तपाईँले एकदम ध्यान दिनु पर्यो र अर्को मुख्य कुरा के छ भने यो मैले तपाईँलाई अस्ति म 2 दिन भयो दैलेख गएको यहाँ 1 दिन पनि छोडेको थिएन यहाँ कुनै सालका बुट्टा ढाल्ने केही पनि गर्नुभएको छैन 2 दिन अगाडि हो कि नै नवमीको दिन तपाईँहरूले बाख्रा पूजा गर्ने बेलासम्म यहाँ खासै त्यस्तो केही पनि थिएन यहाँ सुकेको दाउरा पनि मैले देखाइदिएको थिएँ ल्याउनुहोस् भनेर त्यति टाढा तलको जङ्गलबाट सल्लो काटेर ल्याएर हो कि तपाईँले दुःख गर्नुभएको मैले त्यो बुझाएको थिएँ म दैलेखतिर गएँ यहाँ पनि साथीभाइहरूले हेर्नु भने तपाईँहरू पनि हुनु नआएन होला चाडबाडको बेला भयो यहाँ त्यो मासु सुकाउने टाढ भनेर सानसानो सालको लाख्रा काट्दाखेरि हाम्रो लागि त यति ठुलो सालको बुटो काट्यो भने उति एउटा सानो यत्रो लाख्रा काट्नु कानुन त्यही हो कानुन त्यही होइन तर अब राउटे समुदाय जङ्गलमा बस्नु मान्छे यो जङ्गल हाम्रो भयो भने राउटे समुदायको लागि सबै जङ्गल राउटे समुदायको हक लाग्छ तर राउटे समुदायलाई यो गर्नुहुन्छ यो गर्ने होइन भनेर सिकाउनु पनि पर्यो अनि उहाँहरूलाई बस्न खान पनि चाहियो हामीले त पनि मिलाइदिनु पर्छ तपाईँहरू यहाँ आउनु भएको छ भने तपाईँहरूले दाउरा मिलाइदिने तपाईँहरूले के गर्ने भन्ने हाम्रो पनि दायित्व हो त्यही भएर अब यो यस्तो छ अब भोलिदेखि नियमित रूपमा यहाँ चौकीदार राख्नु पर्यो हो नि अनि त्यस पछाडि बाहिरको मान्छे आवाज जातलाई पनि अलिक कम गर्नु पर्यो रोक्नु पर्यो यो विषयमा गर्नु होला अब यो अबदेखि यहाँ रुखसुख लाथरा काट्ने सालका बुट्टा काट्ने रुख फडानी कामकाज रोक्नु पर्यो के गर्न सकिन्छ तपाईँले बैठक बसालेर के भन्न सक्नुहुन्छ भन्नु पर्यो हामीलाई त्यही अनुसार जानु पर्यो मलाई यो भन्दाखेरि मेरो कुरा पनि सुन्नु होला भन्नु विकारको कुरा होइन अब यो कोसी बनाइदिने क्या हो भन्दाखेरिमा सानो लेखरी भए तापनि अब कोसी पल्टिसक्यो हामी बरु यो दाउरा यहाँ ल्याएर कासो हामी बाल्दैनौँ हो कि होइन अब सुक्कादार हामी सुक्का बाल्छौँ अब एक ठाउँमा भइसक्यो हजुर जस्ता हल्दुवार भएको मान्छेलाई यो भएको भइदिए भए कासो हामी सधैँभरि राखेर आफै सुकाएर पैसा बाल्ने थिए त्यस्तो हामी बाल्दैनौँ यो अब त्यसको कारणले अब तिमी लेखरी उडी यहाँ ल्याएर बरु बिक्री गर्छौँ हामी किन त्यो गलत कुरा यो तिमीले त्यो सालको ठेट्ना सानो टुक्रा ल्याएर गाउँलेलाई बेच्यौ भने बरु त्यो नगर त्यो ल्याऊ तिमीले यहाँ अब काटिहाल्यो त्यसलाई पकाऊ आफै प्रयोग गर त्यसलाई सुकाऊ किन काटेको नत्र बेच्नु भने काटेको बेच्ने भने काटेको होइन त्यसको टुप्पा हो त्यो टुप्पा पनि ल्याऊ फेद पनि ल्याऊ हिँ राख सुकेन भने हिँ छोडिदेऊ जाऊ अर्को ठाउँमा जान्छौ त्यहाँ पनि हामी नै हो त्यही भएर तपाईँ कहाँ बस्नुहुन्छ फेरि त्यहाँ पुर्याउने
त्यहाँ पनि सहयोग गर्ने हामीले गर्छौँ। तर यो तपाईँले यहाँ चाहिँ आफूले रुख काट्ने त्यो रुख बाहिरको मान्छेलाई बेचेको थाहा पायो भने यहाँ 1000जना गाउँले यहाँ बसोबास गर्न आउँछ, जिल्ला वनपालले आउँछन्। यो लफडा बिहोर्ने काम गर्नुहुन्न। कसै बाहिरको मान्छेलाई तपाईँले दाउरालाई राउटेको दाउरा हो हामीले काटेको लैजाऊ भन्दा 20-30 रुपियाँ 50 रुपियाँ लिएर दियो भने त्यो चाहिँ पाप लाग्छ। त्यो कानुन त अब के भनौँ म होइन, मभन्दा अग्रज मान्छे, उमेरले पनि ठुलो मान्छे हो, मलाई अब त्यस्तो रिसाएर भन्नु पनि आउँदैन। मैले सम्झाउने आफ्नो दाइ जस्तो मानेर त्यो बाहिर बेच्ने काम चाहिँ बिल्कुल नगर्नु पर्ला मुख्य। हो त्यसो भए ठिक छ।